अनि त्यो बेलामा फर्महरू फिलअप गर्दा पनि फोबियाजहरू पनि मेन्सन गर्नु भनेकोले मलाई चाहिँ त्यो बेलामा स्नेक फोबिया थियो अनि स्नेक फोबिया चाहिँ त्यसमा क्योर भयो तर मेरो विदिन द सेसनमै भएन मेरो अलि टाइम लाग्यो तर मैले कसरी थाहा पाएँ भन्दाखेरि पहिला म जति कन्सियस र जति वरिड हुन्थेँ बाथिङ गर्न जाँदाखेरि त्यो बेला चाहिँ मलाई त्यस्तो भएन अनि सानो कि नमस्कार अहिले हामी साथ हाम्रो शारदा म्याम हुनुहुन्छ उहाँ एनएलपीको सेसनमा चाहिँ उहाँले हिलिङ गर्नुभएको थियो र उहाँ अहिले एकदम ह्याप्पी हुनुहुन्छ तपाईँलाई के प्रब्लम भएको थियो म्याम अनि हिलिङ गरिसकेपछि कस्तो भएको थियो हाम्रो साथीहरूलाई बताइदिनु न थ्याङ्क यू म्याम राज्य म्याम मलाई चाहिँ यो स्कुटी ड्राइभिङ गर्दाखेरि चाहिँ एउटा एक्सिडेन्ट भएको थियो अनि त्यो बेलादेखि चाहिँ मैले स्कुटी घरमा भए पनि त्यो एउटा एक्सिडेन्टले गर्दाखेरि कन्फिडेन्ट र चलाउन सक्ने भए पनि चलाइरहेको थिएन सो एनएलपीको सेसनमा चाहिँ त्यो मेरो क्योर भयो हिलिङ भयो त्यसले गर्दाखेरि चाहिँ ममा त्यो एउटा यस्तो कन्फिडेन्ट बिल्डअप भयो कि मैले त्यसलाई चाहिँ गर्छु भनेर होइन गरेँ जब मेरो अब हिजो भएको थियो आज चाहिँ मैले गरिसकेँ होइन भन्दाखेरि यो इट्स भेरी पावरफुल सेसन जसमा चाहिँ तपाईँको पोजिटिभ माइन्डसेट हुँदै पनि गर्न नसकेको कुरा रुट कज पत्ता लगाएर तपाईँलाई कम्प्लिटली त्यसलाई चाहिँ त्यो काम गर्नलाई चाहिँ क्यापेबल बनाएर नै छोड्ने रहेछ एनएलपी सो मलाई चाहिँ एकदम राम्रो लाग्यो मेरो यो क्योर भएकोले मसँग भएको साधन स्रोतलाई मैले युटिलाइज गर्न सकेँ नि त यदि यो सेसन मैले अटेन्ड नगरेको भए त त्यो अझ त्यत्तिकै भएर जान्थ्यो सायद मैले लाइफमा गर्ने थिएन जुन करेजमेन्ट चाहिँ मलाई यो एनएलपी सेसनमा लिइरहँदा चाहिँ इट्स अल अबाउट मेन्टल ब्लक्स हामीसँग छ तर हामीले गर्न नसक्नुको कारण चाहिँ हाम्रो सबकन्सियस माइन्डमा ब्लक भएको रहेछ त्यो ब्लकेजलाई हटाइसकेपछि इट इज नथिङ भन्ने बुझ्यो एकदमै थ्याङ्क यू एन्ड अल द बेस्ट फर यर न्यू जर्नी थ्याङ्क यू म्याम नमस्कार शारदा म्याम तपाईँलाई फेरि पनि वेलकम छ हामी यहाँ चाहिँ हजुरको एउटा प्रब्लम थियो हामी ड्युरिङ द एनएलपी उहाँको त्यो हिलिङ पछि त्यो एकदमै त्यो कम्प्लिटली गायब भएको छ सो उहाँलाई लाग्थ्यो कि त्यो प्रोग्राम एकदमै बिग थियो तर विदिन फ्यु मिनट्स त्यो क्योर हुँदा चाहिँ उहाँको लाइफमा एकदमै इजी आएको भन्ने हामीले महसुस गरेका छौँ उहाँको फिडब्याक पनि सुनौँ तपाईँको प्रब्लम के थियो र एनएलपीको सेसनमा हिलिङ गरिसकेपछि तपाईँलाई कस्तो भएको छ यस्तो मलाई चाहिँ प्रब्लम सुरुमा प्रब्लम जस्तो पनि लागेको थिएन किनभने त्यो एउटा मलाई प्यानिक एट्याक आउने जस्तो प्रब्लम भनेको त माइनर हुन्छ त्यो त मेरो मेजरै थियो फोबिया एकदमै फोबिया इन्टेन्स त्यसको त अब मार्किङ दिनुपर्दा 10/10 होइन आउट अफ 10मा 10 नै हुन्थ्यो अब कस्तो हुन्छ भन्दाखेरि जहाँ पनि त्यो स्नेक आएको जस्तै मलाई त्यो स्नेक फोबिया थियो सो कहीँ बस्दाखेरि पनि पछाडि छ कि केही डोरीको टुक्रा देख्यो भने त्यही हो कि होइन अनि त्यसपछि आएर कहीँ बाथिङ गर्न जाँदा स्याम्पू लगायो भने पनि पुरा आँखा खोलिहाल्नु पर्ने क्या डर यताबाट आउला कि त्यहाँबाट आउला कि इभन मैले कुनै पनि कुरालाई इन्जोय गर्न सक्दैन थिएँ हरेक कुरामा त्यो डर मिसेको हुन्थ्यो सो त्यसले गर्दाखेरि चाहिँ मलाई यति भित्र गुम्सेको कुरा थियो जुन त्यो गुम्सेको कुरालाई बाहिर निकाल्ने मात्र होइन ओ माई गड त्यो त मेरो चाइल्डहुडदेखि नै थियो किनभने अब हामी माथि हेर्दा धेरै देखिने कि तर जहाँ हेरे पनि अब स्कुलको ग्राउन्डमा हेरे पनि देखिने साँच्चीकै देखिने फेरि त्यसले गर्दा मलाई एकदम डर भइराख्ने क्लासरुममा पनि आउने कि त्यस्तो हिसाबले नआए पनि आएको जस्तो हुने होइन अनि मेरो चाइल्डहुडदेखि नै थियो र मैले धेरै स्नेकहरू पनि देख्थेँ अनि कस्तो भयो भन्दाखेरि त्यो देखिराख्दाखेरि एक किसिमको डरले गर्दाखेरि कुनै पनि कुराहरू चाहिँ मैले ओपन अप गरेर गर्न पनि सकेन अनि यो कुरा अरूको अगाडि भन्न पनि नसकिने अनि भने नि एउटा बाथिङमा गर्नुको लागि बाथरुममा जाँदासम्म पनि आई कुड नट क्लोज माई आइज फर 1 सेकेन्ड अल्सो त्यो स्याम्पल लाग्यो केही लाग्यो भने पनि म वास गरिहाल्थेँ एउटा एकदमै हरेक टाइम मलाई चाहिँ एकदम भारी ट्रमाटाइजकै सिचुएसनमा त्योभन्दा पनि अझ मोर थियो अनि त्यो भइराख्दाखेरि यति लामो ड्युरेसन मलाई त्यो थियो त्यो त्यस्तो प्रब्लमलाई चाहिँ विदिन अ सेकेन्डै यहाँ चाहिँ केही मिनट लाग्यो त्यस्तो धेरै पनि लागेन होइन मलाई चाहिँ हुन्छ नि
त्यो ठ्याक्क हुँदाखेरि मलाई कम्फर्टेबल फिल भयो तर एकैचोटि स्नेकै आए पनि छुन सक्ने त्यस्तो भन्न खोजेको होइन जुन म भित्र डर थियो त्यो डर चाहिँ गयो तर मैले क्लोज आइज गर्दा त्यो सिनारियो चाहिँ देख्थेँ क्या अनि त्यो सिनारियो चाहिँ अहिले चाहिँ म देख्दिनँ तर 1 मन्थ पछि चाहिँ त्यो सिनारियो जुन आँखा चिम्म गर्दाखेरि देखिने चिजहरू पनि के पनि देखेन हिलिङ पछि चाहिँ 1 महिनापछि भएन तब अहिले देख्यो भने पनि इट्स ओके भयो तपाईँ त्यो इन्टेन्स डर भएन मलाई त्यस्तो चाहिँ त्यो चिच्याएर वा उ गरेर पुरै हल्दै थर्काउनु जस्तो भएन तर सेफ साइडमा बस्नुपर्छ त्यो त भइहाल्छ हो तर त्यो स्नेक भन्ने नामले नै मलाई इरिटेसन छैन अहिले स्नेक इट्स अ एनिमल हैन सो हामीले एकदम थोरै समय लामो हाम्रो ब्लकेजहरू पनि थोरै समय एनएलपीको सेसन पछि लाइफमा पुरा यु टर्न हुने रहेछ सो अल द बेस्ट म्याम तपाईँको यो नयाँ जर्नीको लागि थ्याङ्क यू नमस्कार नितु म्याम हामीसँग मेरो एकदम आदरणीय साथी प्यारो साथी नितु म्याम हुनुहुन्छ उहाँ चाहिँ भैरवादेखि नै आउनु भएको छ एनएलपी सेसन भएन रे बुटवलले पाए ल ल नमस्कार नितु म्याम मेरो आदरणीय म्याम साथी आज हाम्रो एनएलपी सेसनमा हुनुहुन्छ र ड्युरिङ द एनएलपी सेसन उहाँको केही प्रब्लम्सहरू हिलिङ भएको छ सो तपाईँको कस्तो खालको प्रब्लम थियो र कसरी हिल भएपछि तपाईँलाई कस्तो अनुभव भयो हाम्रो साथीहरूलाई बताइदिनु न थ्याङ्क यू राजा म्याम सर्वप्रथम त मैले हजुरलाई धन्यवाद दिन चाहन्छु होइन त्यसपछि अझ धेरै धेरै धन्यवाद चाहिँ मैले सरस्वती म्यामलाई दिन चाहन्छु जसको कारणले चाहिँ म आज यहाँ एटेन्ड हुन पाएँ है म चाहिँ उमेरले जतिसुकै ठुलै भए पनि भनौँ न मलाई भन्न त लाज लाग्नुपर्ने कुरा हो है डर भन्ने कुरा यति धेरै थियो मसँग होइन फोबिया हो त्यो डर पनि भन्दा नि त्यसलाई चाहिँ अब साँप भन्दाखेरि चाहिँ नि त्यो साँप त मैले अहिले कति सजिलोसँग साँप भनेको छु नि त्यो मैले बच्चाहरूलाई नि त स्नेक माने साँप भनेर पनि सिकाउन सक्दैन थियो कि यतिसम्म डर हुन्थ्यो कि मेरो शरीरमा पो चढिरहेको छ कि यहाँ कतै पो आएको छ कि अघि एकजना हाम्रो म्यामले भन्नुभएको थियो त्यो सेसनमा होइन त्यो म्यामले के भन्नुहुन्थ्यो नि साँप आउँदा बाथरुममा नुहाउँदाखेरि पनि साँप छ कि भन्दा उहाँले यस्तो फेसमा चाहिँ त्यो स्याम्पूहरू साबुनहरू पुसिहाल्नुहुन्थ्यो भन्नुहुन्थ्यो कि सेम केस उहाँले त्यहाँ बाथरुममा जानुहुन्थ्यो रहेछ म त बाथरुमसम्म पनि जान सक्दिनँ थियो कि इभन त्यो साँपको केसले गर्दाखेरि त्यो खजुरीहरू हुन्छ नि त चिसो ठाउँमा त्यो खजुरीहरू कुनै पनि इन्सेक्ट त कुनै पनि थिएन इभन अनि अब एनएलपी सेसनमा चाहिँ मसँग चाहिँ वाटर फोबिया डार्कनेसको फोबिया अनि हजुरको स्नेक फोबियाहरू अब सबभन्दा मेन चाहिँ अब मेजर भनेको स्नेक र अब वाटर फोबिया थियो होइन अब त्यो धेरै प्रब्लम धेरै फोबियाहरूमा चाहिँ अब हाम्रो एनएलपीको सेसनमा चाहिँ जसरी सरहरूले हामीलाई अब मलाई चाहिँ अब क्योर गरिदिनु हिलिङ गर्दा क्योर भयो नि त्यो चाहिँ त्यसको लागि चाहिँ एकदम थ्याङ्कफुल छु होइन अब सायद मैले त्यो दबाई गरेर पनि म सक्दैन थियो होला कि मेडिकलमा गएर हस्पिटलमा गएर मेडिसिनहरू खाएर पनि त सक्दैन थियो होला तर अब यहाँ आएर थाहा भयो कि मलाई चाहिँ अब यो हाम्रो सबकन्सियस माइन्डमा चाहिँ यसरी बस्दो रहेछ बसेपछि हामीले क्योर गर्न सक्दो रहेछौँ भनेर चाहिँ अब जो सकिँदो रहेछ अब त्यसको लागि अरू पनि इम्प्लिमेन्टहरू गर्नुपर्छ गर्छु होइन अब सबैजना चाहिँ मैले फेरि पनि धन्यवाद दिन चाहन्छु थ्याङ्क यू तपाईँको यस्तो नयाँ लाइफको लागि साँच्चै नै हामीलाई सानो सानो कुरा हुन्छ त त्यो लाइफले कति धेरै ट्रिगर गराइरहेको हुन्छ इजी बनाइरहेको हुन्छ डिफिकल्ट बनाइरहेको हुन्छ त्यसले धेरै कुरामा इफेक्ट एउटा कन्फिडेन्स लुज भइसकेपछि एउटा ब्लकेजले गर्दा धेरै ठाउँमा इफेक्ट हुन्छ भन्ने कुरा हामीले एनएलपी सेसन आएपछि हामीलाई थाहा भयो त्यो भनेको देयर इज नथिङ बिग डिल रहेछ भन्ने पनि थाहा भयो हामीलाई चाहिँ त्यो कति त्यो फोबिया मिन्स हाम्रो लागि त कत्रो ठुलो थियो नि तर यहाँ त 5 मिनटमा नै क्योर हुने रहेछ सो इट्स अ भेरी बिग र एकदम ब्युटिफुल टुल्सहरू हामीले युज गरेर एनएलपी सेसनमा हामीले यस्ता फोबियाहरूलाई हामीले हटाउन सक्दो रहेछ म्यामको यो फोबियाहरू चाहिँ तपाईँलाई बेस्ट अफ लक आइ एम भेरी ह्याप्पी फर यु थ्याङ्क यू सो मच नमस्कार सरस्वती म्याम हाम्रो सरस्वती ढुङ्गाना बुटवलदेखि हुनुहुन्छ उहाँ एनएलपीको ट्रेनिङ हुन लागेको छ भन्ने बित्तिकै मलाई फोन गरेर आइएम इन्ट्रेस्टेड भनेर आउनु भएको छ वी आर भेरी ह्याप्पी टु वेलकम यु इन आवर सेसन अनि अब यो आज लास्ट डे सेसनको 4 दिनको बसाइमा फुल डे हामी बिहान 8 बजे आएर बेलुका 7-8 बजीसम्म हामी बसेर जुन कुराहरू सिकिरहेछ तपाईँलाई कस्तो अनुभव भएको छ म्याम यो एनएलपीको सेसन लिइसकेपछि धेरै धेरै धन्यवाद म्याम फर्स्ट अफ अल त म एकदमै ह्याप्पी छु जुन हजुरले फेसबुकमा मैले पोस्ट गरेको देखेँ त्यसपछि चाहिँ मलाई एकदमै लिन मन लागेको थियो रिसेन्ट मलाई अलिकति केही कुराहरू एकदमै सबै कुराहरू एकैचोटि हुँदाखेरि चाहिँ आफैलाई एकदमै मेन्टली टर्चर भएको महसुस भइरहेको र अनि त्यसपछि फेरि मलाई त्यो सबै कुराहरू ब्यालेन्स मिलाउन पनि धेरै मलाई गाह्रो भइरहेको अवस्थामा म आफू फ्रेस पनि हुन्छु र पोजिटिभ माइन्डसेट
लिएर काठमाडौँको यो सेसनपछि अलिकति फरक भएर आफ्नो काम गर्ने ठाउँमा फर्किन सक्छु भन्ने विश्वासका साथ यहाँ आएको थिएँ। साँच्चीकै 3 दिनसम्म यो एनएलपीको सेसन लिइरहँदाखेरि चाहिँ आफैमा धेरै कुराहरू पोजिटिभ आफूलाई भित्रैबाट स्ट्रङ भएको महसुस भइरहेको छ र यसको लागि एकदमै थ्याङ्क यू सो मच यो टिमलाई। थ्याङ्क यू सो मच म्याम। एनएलपी इज नट अल अबाउट द ट्रेनिङ्स, अल अबाउट चेन्जिङ माइन्डसेट। हाम्रो ब्रेनलाई कसरी ट्रेन गर्ने भन्ने एउटा टुल्सहरू हामी सिकेर जाँदैछौँ र त्यो टुल्सहरूले हाम्रो जीवनलाई अझ सहजीकरण र सजिलो बनाइदिन्छ। धन्यवाद। नमस्कार। अहिले हाम्रो साथमा चाहिँ हाम्रो सुजना श्रेष्ठ म्याम हुनुहुन्छ। हाम्रो एनएलपीमा चाहिँ एउटा कुरा एकदम के सिक्यौँ भने यति धेरै हामीसँग इमोसनल ब्लकेजहरू हुँदोरहेछ, त्यसले चाहिँ मेन्टल्ली मात्र असर नहुने रहेछ, त्यो ब्लकेज गर्दा फिजिकल्लीदेखि लिएर हरेक डे टु डे काममा पनि हामीलाई कति धेरै असर पारिरहेको हुँदोरहेछ। सो ज्वलन्त उदाहरण उहाँ हुनुहुन्छ। उहाँलाई इमोसनली केही इस्युहरू थियो धेरै वर्षदेखि नै, अनि यहाँ आएर उहाँले त्यो केयर गरेपछि सी फिल सो ह्याप्पी। उहाँको फेसमा त्यो चाम देख्न सक्नुहुन्छ। तपाईँले आफ्नो केही कुराहरू भन्न चाहनुहुन्छ प्लिज? नमस्ते। प्रब्लम सायद पर्सल फोन त काट्नु पऱ्यो, काट्नु चाहिँ मिल्दैन। नमस्ते सबैजनालाई। हो एकदम पक्कै पनि म पनि अब हरेक मानिसहरू सायद केही न केही प्रब्लममा चाहिँ भइरहेको हुन्छ होइन। त्यसरी म पनि एउटा इमोसनल्ली मेरो हेल्थ इस्युहरू जस्तै लिएर यस्ता धेरै कुराहरूमा चाहिँ म गुज्रिरहेको थिएँ। 3-4 वर्षदेखि चाहिँ म एकदमै डाउन भइरहेको थिएँ, डल भइरहेको थिएँ। तर यहाँ चाहिँ आएर यस्तो राम्रो यो ट्रेनिङ जुन एनएलपीको लिएँ मैले, ममा एकदमै ड्रास्टिक चेन्ज एकदमै यो 4 दिनभित्र नै एकदमै आएको छ। यसलाई चाहिँ म कायमै राख्छु र पक्कै पनि मलाई एकदम विश्वास छ, भित्रदेखि नै एकदम हिल भएको फिल भइरहेको छ मलाई होइन। र पक्कै पनि यो हुन्छ जस्तो फिल एकदमै सकारात्मक ऊर्जा आइरहेको छ र यसबाट चाहिँ म पूर्ण रूपमा निस्किन्छु भन्ने मलाई पुरै आशा छ र धेरै नै म आफूलाई चाहिँ लाइट फिल गरिरहेको छु। थ्याङ्क यू सो मच। अल द बेस्ट म्याम तपाईँको नयाँ जर्नीको लागि। साँच्चै यो एनएलपीले चाहिँ यो भन्दा चाहिँ एकदम 4 दिनको ट्रेनिङ भन्छ, यस्तो खालको कम्पोनेन्टहरू यसमा छ कि यस्तो खालको मेकानिजमहरू यसमा छ जसले गर्दा हाम्रो ब्रेनलाई चाहिँ कम्प्लिटली माइन्डसेटै चेन्ज गरिदिन्छ। उहाँको इस्यु धेरै वर्षदेखि चलिरहेको, सो त्यो इस्युले गर्दा यति धेरै इफेक्ट थियो उहाँको पर्सनल लाइफमा, त विदिन फ्यु सेकेन्ड इट्स गायब होइन त। सो इट्स रियली म्याजिक। सो अल द बेस्ट। थ्याङ्क यू सो मच। नमस्कार। अहिले हामीसँग एकदमै राम्री ब्युटिफुल सृष्टि म्याम हुन्छ, माई डियर म्याम। उहाँ पनि एनएलपी ट्रेनिङको सेसनमा हुनुहुन्थ्यो र उहाँको चाहिँ यस्तो एकदम फन्नी इन्सिडेन्ट भनौँ या एउटा प्रब्लम, सो उहाँको त्यो प्रब्लमलाई कसरी सल्भ भयो उहाँले भन्नुहुन्छ। म्याम तपाईँलाई के प्रब्लम थियो र कसरी सल्भ भयो प्लिज भनिदिनु साथीहरूलाई। ओके, मेरो चाहिँ कस्तो थियो भने अब अभियसली डिफ्रेन्ट मान्छेहरूको डिफ्रेन्ट सोचाइहरू हुन्छ। मेरो चाहिँ यस्तै अब भेटघाटको क्रममा, काम गर्ने प्रोफेसनल क्रममा अथवा अरू नै पर्सनल क्रममा मेरो एउटा मान्छेसँग भेट भएको थियो। सर्टेन टाइम चाहिँ मेरो केही भेट हुँदाखेरि अब आफ्नो कुराहरू नमिल्ने, अब मेरो पर्सनल लाइफ प्रोफेसनल लाइफमा चाहिँ त्यो कारणले एउटा मान्छेसँगको प्रब्लमको कारणले गर्दाखेरि म प्रोफेसनल्ली पनि पर्सनल्ली पनि एकदमै धेरै नै उ भएको थियो। मलाई पछि हुँदा यति बढ्दै गयो कि त्यो प्रब्लम मलाई उहाँको नाम र अरूको नामसँग पनि मलाई चाहिँ, अनि मैले यस्तो गर्न हुन्न भनेर मेरो एउटा दिमागले भन्थ्यो भने अर्को दिमागले म राति सुत्न पनि सक्दैन थिएँ। अनि सानो प्रब्लम आयो भने पनि म त्यहीसँग गएर त्यही कुरामा गएर जोड्थेँ। अनि त्यसले मलाई निन्द्रा पनि लगभग हुँदैन थियो। जब कि म उहाँसँग रिलेटेड नभएको धेरै भइसक्दा पनि अरू कुनै प्रब्लम लाइफमा आयो भने पनि त्यो म त्यहीसँग लगेर जोड्थेँ, जसले गर्दाखेरि म सुत्न पनि नसक्ने, अनि म घर परिवारमा पनि अरू मान्छेहरूसँग पनि इरिटेट हुने, अनि कसैले मलाई थोरै अननोइङली नराम्रो गर्यो भने पनि ए होइन मलाई त फेरि त्यही भयो, अथवा मेरो घरको मान्छेले पनि मलाई त्यही कुरा त्यस्तै नै गर्यो, एभ्रिबडी इज लाइक दिस भन्नेसम्म मेरो एउटा माइन्डसेट भइसकेको थियो। अनि त्यसपछि अब एनएलपी जोइन भएँ, थ्याङ्क्स टु राज्य म्याम पहिला सुरु त। अनि म एनएलपी जोइन भएपछि चाहिँ अब मलाई आजको दिनमा त्यो मान्छे अथवा त्यो नाम सम्झँदा म कस्तो कुराले टेन्सन ल्याएर छु, जुन कुरा इज नट इभन नेसेसरी इन आवर लाइफ। हाम्रो लाइफमा त कति धेरै ठुलो कुराहरू, कति कुरा गर्नु छ,
भनेर सानो अननोइङली पनि सानो कुराले पनि ठुलो प्रब्लम्सहरू चाहिँ क्रिएट गर्दो रहेछ अनि इट्स अल बिकज अफ यो माइन्ड अनि वान्स यु क्यान ह्याभ कन्ट्रोल अन यो माइन्ड त्यसपछि चाहिँ तपाईँ यु क्यान लिभ अ लाइफ भेरी ह्याप्पिली भन्ने कुरा चाहिँ मलाई एनएलपीले दियो ओके अल द बेस्ट तपाईँ Thank you, अब ma'am. त्यो मान्छे देख्ने बित्तिकै एकदम खुसी लाग्छ हाँस उठ्छ भन्दा अहिले मलाई सम्झिँदा पनि हाँस उठ्छ त्यो खालको टुल्सहरू युज गरेको थियो कि त्यो जुन उहाँले जो मान्छेलाई देखेर उहाँलाई रिस उठ्थ्यो त्यो रिस उठ्ने व्यक्तिको रिप्लेसमा एउटा एकदम हाँस उठ्ने पिक्चर रिप्लेस गरिदिएको थियो जसले गर्दा अहिले उहाँलाई चाहिँ केही फरक पर्दैन कहिले यति सानो इस्यु हुन्छ हाम्रो लाइफमा त्यो एड्रेस गर्नु जरुरी हुँदैन तर पनि त्यसले गर्दा हाम्रो बर्डर हुन्छ सो एनएलपीको टुल्सले चाहिँ हाम्रो लाइफको एउटा पर्सेप्सन चेन्ज गरेपछि नाउ वी आर I'm ह्याप्पी very happy. अल द बेस्ट म्याम फर Thank यर you, ma'am. नेक्स्ट Thank जर्नी you. Thank you so much. ल नमस्कार अहिले मसँग चाहिँ विजिता जोशी हुनुहुन्छ उहाँ एनएलपी ट्रेनिङ लिइसकेपछि तपाईँलाई कस्तो अनुभव भयो तपाईँले के चाहिँ एकदमै मेजर कुरा चाहिँ म चेन्ज गर्न सक्छु जस्तो लाग्यो लाइफमा यो ट्रेनिङ पछि मलाई चाहिँ नि द मेन थिङ्स भनेको चाहिँ नि हामीले आफूले बोल्ने वर्डहरू सेन्टेन्सहरूमा त्यो शब्द घुसाउँछ नि यो जुन नेगेटिभ वर्ड्सहरू स्पेसली अब कहिलेकाहीँ बाई मिस्टेकली पनि त्यस्तो हामी सोचिरहेको हुन्छ भनिरहेको हुन्छ त्यसमा चाहिँ करेक्सन ल्याउन सक्दो रहेछ भने चाहिँ थाहा भयो होइन आई विल वर्क अन दिस स्पेसली मलाई चाहिँ नि सबैभन्दा राम्रो लाग्यो अनि सेकेन्ड थिङ चाहिँ नि कहिलेकाहीँ कसले हामीलाई रिस उठायो भने पनि हामीले त्यो रिसबाट कसरी ओभरकम गर्ने भनेर पनि डिसएसोसिएट मेथडबाट हामीले घरमा पनि ट्राई गर्न सक्ने रहेछ भनेर थाहा भयो सो आफ्टर यो एनएलपी जुन ट्रेनिङ लिएको छ त्यो चाहिँ लाइफमा इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ अफकोर्स यस So- त्यसको लागि त हामी आएको होइन बिकज मलाई जहिले पनि कस्तो हुन्छ भन्दाखेरि म बस फिलिङ्स लाइक अ बस जस्तो आउँछ क्या म मेरो क्याबिनको त्यो चेयर देख्दाखेरि पनि मेरो ठाउँ यहीँ हो हुन्छ नि ठुलो चेयरमा त्यसमा इमेजिन गर्छु क्या सो अब अर्को मेथड भनेको आम गोइङ टु इम्प्लिमेन्ट भनेको सेन्चुरी मेथड होइन त्यो इम्प्लिमेन्ट गरेर आई विल सुन अचिभ सो मेनी मेथड्स वी हेभ लर्न इन दिस ट्रेनिङ सो तपाईँको त्यो यो ट्रेनिङले तपाईँको जीवन परिवर्तन होस् भन्ने मेरो शुभेच्छा छ अल द बेस्ट थ्याङ्क यू सो मच नमस्ते अहिले मसँग हाम्रो आदरणीय रेखा म्याम हुनुहुन्छ रेस्पेक्टेड हाम्रो गुरुआमा उहाँले पनि लास्ट इयर पनि एनएलपी ट्रेनिङ लिनुभएको छ अहिले यसपालि पनि लिनुभएको छ सो उहाँबाट पनि मैले धेरै कुरा मोटिभेट भएको छ र धेरै कुरा चेन्जेस मैले पाएको छु म्याम हजुरले चाहिँ यो ट्रेनिङ लिइसकेपछिको कस्तो अनुभव गर्नुभयो प्लिज साथीहरूलाई बताइदिनु न Yes, thank you, Raja ma'am. Once again, I would like to hug you for this great opportunity. कहिलेकाहीँ केही कुरा सिक्नलाई गर्नलाई इन्सपिरेसन चाहिन्छ अनि साथीहरूबाट पनि धेरै कुराको इन्फर्मेसन कहिलेकाहीँ एक्लै सिक्छु मात्रै भनेर नहुने सो यो एनएलपी न्युरो ल्याङ्ग्विस्टिक प्रोग्रामिङको बारेमा पटक पटक भेट भइरहँदा राज्य म्यामले कुरा गरिरहनुहुन्थ्यो धेरै सुनेको थिएँ तर गर्ने अवसर पाएको थिएन लास्ट इयर हामी धेरै साथीहरू बसेर ल गरौँ न त भनेर हामीले गऱ्यौँ यसपटक पनि लास्ट इयर पनि हामी बस्यौँ ट्रेनिङमा अनि यसपटक पनि फेरि हामी धेरै साथीहरूले रिक्वेस्ट गर्नुभएको छ फेरि अर्गनाइज हुँदैछ म्याम भनेको सुन्दा बित्तिकै अगेन आई वान्ट टु डु म्यामले सोध्नु पनि भएको थिएन म्याम हजुरले गर्नुहुन्छ भनेर होइन म माइसेल्फ आइ एम इगर टु डु अगेन इगर टु जोइन अगेन मलाई यस प्रोग्राममा हामी कहीँ न कहीँ बोल्ने प्रोफेसनमा छौँ प्रोफेसनमा मात्रै होइन इभन इन्डिभिजुअल मान्छेले पनि आफ्नो माइन्डले कसरी काम गर्छ त यसलाई कसरी पोजिटिभली हामीले डाइभर्ट गर्न सकिन्छ होइन धेरै कुरा सबै कुरा चाहिँ थट प्रोसेसमै आएर डिपेन्ड हुँदो रहेछ त्यो हामी कसरी कम्युनिकेट गर्छौँ होइन कसरी हामी बिहेभियर सेट गर्छौँ त्यसले कसरी त्यो कन्टिन्यू हामीले त्यही एउटै प्याटर्नमा कुराहरू गरिरहँदा सबकन्सियस माइन्डहरूमा कसरी सेट बसेको हुन्छ र त्यसले हामीलाई कसरी त्यो बिहेभ गर्नलाई हामीलाई त्यसले अगाडि बढाइराखेको हुन्छ भन्ने थुप्रै कुराहरू अगाडि पनि बुझेको थिएँ केही प्र्याक्टिस गरेको थिएँ यसपटक म अझ डिटेलमा बसेर गर्छु भनेर म बसेँ यसपटक मैले पाएको चेन्ज अगाडि पनि साना साना कुराहरू हामीले जे पनि लाइटली एकदम पोजिटिभली सोच्नुपर्छ त भन्थ्यौँ तर त्यो पोजिटिभली माइन्डले यसो भन्दा बित्तिकै त्यो इस्टाब्लिस हुँदैन आउँदैन तर त्यसमा पनि
थुप्रै प्रोसेसहरू हुँदो रहेछ। कसरी एक्सर्साइज गराउन लगायो भने आफ्नो माइन्डले कसरी त्यो पोजिटिभली लिन थाल्छ, अथवा केही भएका नेगेटिभिटी, केही भएका ट्रिगरहरू, केही भएका आफ्नो पीडा हुन्छ, दुःख हुन्छ, कहिलेकाहीँ केही कुराहरूले आफूलाई सताइरहेको हुन्छ दिमागमा, ती कुराहरूलाई चाहिँ इजिली कसरी रिमुभ गर्न सकिन्छ र पोजिटिभिटी त्यहाँ कसरी सेटअप गर्न सकिन्छ भन्ने कुराहरूको एकदम प्रत्यक्ष एक्सर्साइज, अनुभव, बसेर आफैलाई फिल गर्दा, साथीहरूसँग हिलिङको प्रोसेसहरू गर्दा त्यो मलाई असाध्यै फ्रुटफुल लागेको छ। र जहाँ हामी जोडिन्छौँ, जुन प्रोफेसनमा जतिजनासँग जोडिन्छ उहाँहरूसँग कुरा गर्दा पनि हामीले यी कुराहरूलाई चाहिँ थुप्रै कुराहरू सेट गर्न सक्दो रहेछ माइन्डले र त्यसको इफेक्ट देखिँदो रहेछ। म कहिलेकाहीँ हामी अलि छिटो हतार जहिले पनि हतार हुन्छ, छिटो बोलिन्छ। त्यो बोल्नुभन्दा अगाडि माइन्डलाई कसरी ट्रेन गर्नुपर्दो रहेछ, त्यो भाषा, त्यो जुन हाम्रो त्यो ब्रेनमा पुग्छ, हाम्रो सबकन्सियस माइन्डमा एउटा ल्याङ्ग्वेज पुग्छ अनि त्यसले हामीलाई फेरि कन्सियस माइन्डमा ल्याएर बिहेभियर गर्न लगाउँछ। ती कुराहरू कति इम्पोर्टेन्ट हुँदो रहेछन् भन्ने कुरो मनन गरेको छु। थ्याङ्क यू म्याम। डेफिनेटली ल्याङ्ग्वेजले नै हामी सबैको जीवन परिवर्तन गर्छ। अल द बेस्ट। थ्याङ्क यू। आफै क्या नमस्कार। अहिले मसँग मेरो प्यारी साथी एकदम राम्री रिता घिमिरे म्याम हुनुहुन्छ। उहाँले एनएलपी सेसन लिइसकेपछि उहाँ एकदमै म सकारात्मक भएँ, मैले धेरै कुराहरू जीवनमा लागु गर्न सक्छु भन्ने एउटा कन्फिडेन्टली कुरा गरिरहँदा तपाईँले के चाहिँ सिक्नुभयो र के चाहिँ तपाईँले जीवनमा लागु गर्न सक्नुहुन्छ यो ट्रेनिङ पछि? साथीहरूलाई थ्याङ्क यू सो मच राज्य म्याम, थ्याङ्क यू सो मच। सबैजनालाई नमस्कार। मैले चाहिँ एनएलपी रियल्ली म एनएलपी किन लिनुपर्छ इन्सपायर भएको भने मेरो यो सबै श्रेय राज्य म्यामलाई जान्छ। किन एनी टाइम राज्य म्याममा आएको त्यो चेन्जेस, राज्य म्यामले प्रत्येकचोटि राज्य म्याम हजुरमा कसरी यति धेरै चेन्ज आयो भन्दाखेरि उहाँले चाहिँ यो सबै एनएलपीले गरेको, तपाईँहरू एनएलपीले नै थाहा पाउनुहुन्छ भन्नुहुन्थ्यो होइन। उहाँले पटक त्यो भन्दै जाँदा चाहिँ मैले के सोच्थेँ भने ओहो यो एनएलपी भन्ने नेपालमा कहिले आउँछ होला, मैले कहिले लिन पाउँछु होला भनेर मैले त्यो फिल गर्दै जाँदाखेरि एउटा अपर्च्युनिटी पाएँ, मैले एनएलपी सिक्ने मौका पाएँ। योभन्दा अगाडि पनि मैले एनएलपी चाहिँ लिएको थिएँ, तर हाम्रै नेपालको ट्रेनरसँग लिएको थिएँ, त्यो पनि एकदमै राम्रो थियो। प्लस आज मैले एनएलपी लिन पाएँ, आज हाम्रो लास्ट डे, उहाँहरूसँग फर्स्ट टाइम लिन पाएँ। यति ममा यति धेरै चेन्ज आयो, साँच्चै नै ममा नि कति कुराको प्रब्लमहरू छ होला भन्ने सोच्थेँ। तर त्यो यहाँ साथीहरूले गरेको सेयरिङबाट त मैले के बुझेँ भने मेरो प्रब्लम त केही पनि होइन रहेछ भन्ने एउटा हिम्मत आयो। त्यो हिम्मत पनि मलाई एनएलपीले दियो। सो मलाई चाहिँ एनएलपीले अर्को एउटा सिकाएको बेस्ट पार्ट भनेको लाइफमा जति पनि प्रब्लमहरू आउँछ, सबैको लाइफमा प्रब्लम आउँछ र त्यो प्रब्लमलाई चाहिँ हामीले कसरी इजिली एक्सेप्ट गर्नुपर्छ र त्यो प्रब्लमलाई बिर्सेर कसरी आगामी फ्युचरलाई चाहिँ प्लान गर्नुपर्छ र हाम्रो लाइफ कसरी सक्सेसफुल बनाउनुपर्छ भन्ने हिम्मत चाहिँ एनएलपीले दिएको छ। र सधैँभरि सकारात्मक हुनुपर्छ र आफू मात्र सकारात्मक भएर भएन कि त्यो वातावरणलाई नै सकारात्मक बनाउन सक्नुपर्छ भन्ने हिम्मत चाहिँ एनएलपीले दिएको छ। थ्याङ्क यू सो मच राज्य म्याम, थ्याङ्क यू सो मच एनएलपी। डेफिनेटली दिस अल अबाउट माइन्ड सेट, सो लेट्स चेन्ज आवर माइन्ड। नमस्कार। अहिले मसँग चाहिँ एकदमै प्यारी रिता आचार्य म्याम हुनुहुन्छ। उहाँले पनि एनएलपी पछि धेरै कुराहरू चेन्जेस भयो भनेर अनुभव सुनाउन चाहिरहेछ। हजुरलाई चाहिँ बेसिकली के कुरालाई चाहिँ धेरै नै राम्रो गर्यो एकचोटि साथीहरूलाई भनिदिनु। नमस्ते सबैजनालाई। मलाई चाहिँ विगत 2 वर्षदेखि एकदम एउटा क्रिटिकल हेल्थ इस्यु थियो, जुन चाहिँ मैले धेरैवटा हस्पिटलहरूमा धाउँदा पनि रिपोर्टमा केही देखिरहेको थिएन, तर मलाई सल्भ भइरहेको थिएन। अनि आज चाहिँ विदिन हाफ एन आवर सरहरूले जुन एउटा टेक्निक मार्फत चाहिँ मलाई त्यो हिलिङ गराउनु भयो, द्याट वाज अमेज्ड। एन्ड आई वान्ट टु से थ्याङ्क टु आवर रेस्पेक्टेड प्रितम एन्ड विनय सर एन्ड आवर राज्य म्याम, जसले चाहिँ मलाई यो अपर्च्युनिटी दिनुभयो र एनएलपीमा जोडाइदिनु भयो। म चाहिँ सबैजनालाई के भन्न चाहन्छु भने इफ यु आर ह्याभिङ द सेम काइन्ड अफ प्रब्लम देन प्लिज हजुरहरूले एकचोटि एनएलपी लिनु होला। हाम्रो चाहिँ एउटा लाइफमा र हामीले गर्ने लाइफ स्टाइलको तरिकामा पनि एकदमै ड्रास्टिकै चेन्ज आउँछ। एन्ड वान्स अगेन आई वान्ट टु से थ्याङ्क यू टु आवर एक्सपेक्टेड राज्य म्याम, विनय सर एन्ड प्रितम सर। डेफिनेटली मेडिकल इस्युलाई चाहिँ हामीले एड्रेस चाहिँ हुँदैन, तर ब्लकेजहरू जुन मेन्टल ब्लक्सले गर्दा हुने मेन्टल इस्युजहरू र त्यसले उत्पन्न हुने कुनै रोगहरूलाई चाहिँ एड्रेस गरेर सजिलै त्यसलाई केयर गर्न सक्ने रहेछ भने एनएलपी टुल्स इज अ भेरी ग्रेट। थ्याङ्क यू। ठिक छ।
नमस्कार। अहिले मसँग चाहिँ हाम्रो रामनिवास सर हुनुहुन्छ। आदरणीय मेरो उहाँको बच्चा चाहिँ मेरो स्कुलमा पढ्छ र आफैले उहाँ एकदम इन्ट्रेस्ट गरेर एनएलपीमा जोइन गर्छु भनेर आउनु भएको छ। सो हजुरलाई चाहिँ एनएलपी ट्रेनिङ लिइसकेपछि यसबाट के बेनिफिट भएको छ र लाइफमा चाहिँ यसलाई कसरी इम्प्लिमेन्ट गर्न सक्छु जस्तो लागिरहेको छ हजुरलाई? यहाँहरूलाई नमस्ते। सबभन्दा पहिला त म राज्यलक्ष्मी म्यामलाई धन्यवाद दिन चाहन्छु कि मलाई पहिलोचोटि 2 वर्षको निरन्तर प्रयासपछि तेस्रो वर्ष मलाई पहिलो पटक यो एनएलपी हामीले सबै नलिने भनेको छैन हैन के? नमस्ते। धन्यवाद राज्यलक्ष्मी म्यामलाई मलाई यो एनएलपी ट्रेनिङमा सहभागी हुने र 2टा कुराहरू सिक्ने मौका दिनुभएकोमा र धन्यवाद छ हाम्रो प्रशिक्षकज्यूहरूलाई पनि। उहाँहरूले पनि आफूले जानेका कुराहरू एनएलपीको बारेमा जानेका कुराहरू जुन हामीले सेयर गर्नुभएको छ त्यो मेरो लागि अस्मरणीय रहनेछ। म आफ्नो जीवनमा हरेक पाइलामा जुन मेथडहरू छ, जुन टुल्सहरू छ, जुन टेक्निक्सहरू छ, जुन एनएलपी अन्तर्गत युज गरिन्छ जसले हाम्रो लाइफलाई भ्यालुएबल बनाउँछ, हाम्रो मात्रै होइन हाम्रो बच्चाहरूको लाइफलाई पनि एउटा उचाइसम्म पुर्याउँछ। त्यो स्किल आज मैले सिकेको छु र भोलिदेखि म आफ्नो दैनिक जीवनमा परिवारमा होस्, मेरो अफिसमा होस्, साथीभाइमाहरूमा होस् म लागू गर्दै जानेछु र आफूले सिकेका कुरा म साथीभाइले पनि सिकाउँदै जानेछु र अझ यस एनएलपीको पिक पर्फर्मेन्स सेसनले त मेरो प्लानिङ बजेटिङको चाहनालाई जुन एउटा इफेक्टिभ प्लानिङ र मेजरेबल बजेट, रियलिस्टिक बजेट हुनुपर्छ भन्ने कुरा मलाई छर्लङ्ग पारेको छ र जुनले मेरो प्रोफेसनल लाइफमा पनि म ग्रोथ गर्नेछु भन्ने विश्वास लिएको छु। धन्यवाद। It's a small tools but a big dream success. Thank you. Thing is written